गाइस फाइनली लन्च ब्रेकफास्ट पनि खाइसक्यो र अब चाहिँ छामा पर्खेर बसिरहेको छु। यहाँ रहेछ हाम्रो छामा चाहिँ गाइस बल्ल बल्ल पुग्यो हाम्रो के चाहिँ के हो कस्टमेटिक भन्ने फेरि अब लगेर बर्थडे गर्नु मात्रै बाँकी छ। दुईजना हामी चाहिँ यहाँ सर्ट ब्रेक गरेको थियो होइन, साह्रो पऱ्यो गाडीमा। अब चाहिँ हिँड्नु आँटेको। हेलो गाइस, वेलकम ब्याक टु माई अनदर भिडियो। सो आजको ब्लग चाहिँ के को बारेमा हो भन्दाखेरि म जाने चाहिँ मेरो माउली घर मम्मीको गाउँ सामखरा। सो अहिले चाहिँ म होइन उठेर रेडी भएर फ्रेस भएर यहाँ बाइकलाई हल्का कल स्टार्ट गरेर हिँड्नु आँटेको। र आजको ब्लग चाहिँ बेसी लामो पनि बनाउँदिनँ, म जस्ट छोटो बनाउँछु किनकि हिजो म बिहेमा गएर अलिक अन्य पनि छु होइन, बाटोमा गाडीमा सुत्दै जान्छु होला। र बाइक चाहिँ तल भुटानमा थियो किनकि उता जानको लागि त मेरो लाइसेन्स पनि छैन होइन। र भेट्यौँ अहिले बाटोमा होइन। फाइनल गाइस म चाहिँ यहाँ तल भुलको हाइवेमा आइपुगिसक्यो र बाइक उता पार्क गरेर म चाहिँ अब ट्याक्सीमा जान आँटेको। या गाइस म चाहिँ यहाँ ट्याक्सी पर्खिरहेको छु होइन हाइवेमा। कति ट्याक्सी पनि आउँदैन, कतिखेर आउने हो ट्याक्सी गाइस ढिलो भएको बेलामा। गाइस ट्याक्सी पर्खिँदा पर्खिँदै ट्याक्सी भेट्यौँ न त हाम्रो बाटो। म तारचन गाडीमा आइपुग्यो, म चाहिँ टाउनमा हो हाम्रो बाजेको। र अब यहाँ बसमा जाने अलिक काम छ, मेरो बाइकको चाबी चाहिँ आपालाई दिनुपर्ने छ नि त। र यहाँ छ ड्याडीको बस। यहाँ गाइस म चाहिँ यहाँ होइन हल्का लन्च ब्रेकफास्ट गर्न आएको छु होटलमा। लन्च ब्रेकफास्ट भेट्यो नि एकैतालमा थुक्पा अर्डर गरेको छ, थुक्पा आउँछ र अन्डा पनि गरेको थियो, अन्डा चाहिँ आइगयो होइन। र अब एकछिन थुक्पा आएपछि खाएर छामा परेको, छामा पनि दाँत गरेको छ अरे। यहाँ गाइस हाम्रो थुक्पा चाहिँ आइपुगिसक्यो र अब चाहिँ खानु आँटेको एरियाहरू छ। यहाँ गाइस फाइनली लन्च ब्रेकफास्ट पनि खाइसक्यो र अब चाहिँ छामा पर्खेर बसिरहेको छु। यहाँ रहेछ हाम्रो छामा चाहिँ गाइस बल्ल बल्ल पुग्यो हाम्रो। के चाहिँ के हो कस्टमेटिक भन्ने फेरि नयाँ कस्टमेटिकमा जाँदैछ। के हो पनि कस्टमेटिक भन्ने, कस्टमेटिक भन्छ यो हो रहेछ पार्लर। यहाँ चाहिँ बर्थडेको सामान किन्दैछ हाम्रो छ्यामाले। यहाँ गाइस हाम्रो केक चाहिँ फाइनली आइपुग्यो, अब लगेर बर्थडे गर्नु मात्रै बाँकी छ। दुईजनाको बर्थडे केक खाएर आज गाइस हामी चाहिँ गाडी भगाउनु पुग्यो बाजेको गाडीमा होइन। छामा चाहिँ दोकानमा जान्छ लन्च किन्नु भनेर, अब एकछिन मुभ गर्छु। यहाँ गाइस फाइनली हामी चाहिँ हजुर म घरबाट सामखरा गएको बाजे बज्यू छ। यहाँ चाहिँ हाम्रो छामा कोक खाँदैछ होइन, यहाँ बाजे बोजूहरू छ, वेगेन्दामा जाँदैछ। यहाँ चाहिँ भाइ छ। के अरे भन्दा फर्केर हेलो गाइस फ्यामिली भन्ने गाइस फ्यामिली आज यहाँ छामाहरू ओके जाँदैछ। कहाँ जाँदैछ? गाउँमा। ए हो, गाउँको नाम के हो? सामखरा। हो र होइन होला है।
गाइस हामी चाहिँ यहाँ सर्ट ब्रेक गरेको थियो होइन साह्रो पऱ्यो गाडीमा अब चाहिँ हिँड्नु आँटेको गाइस फाइनली आइपुगिसक्यो म चाहिँ केरी उदुई हाम्रो बाजे बसिरहेको रहेछ भाइ आजको यहाँ छ एउटा हो बर्थडे भयो यो चाहिँ गाइस अहिले भएर देख्छ बर्थडे सेलिब्रेसन अब हामी दुई भाइ मिलेर चाहिँ हल्का डेकोरेट हान्ने गाइस अलि लाइक गर्दै गर्छ हाम्रो दादालाई लाइक एन्ड सब्स्क्राइब अनि किनकि हाम्रो दादालाई एउटा सिल्भर बटन चाहिन्छ छिटो नि यहाँ बाजे छ बर्थडेको डेकोरेसन सामान हो गाइस अब डेकोरेट हान्नु She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook. तपाईँहरूलाई चाहिँ म बर्थडेको डेकोरेसन देखाउनु आँटेको र हेर्नुलाई रेडी हुनुहोस् म बर्थडेको डेकोरेसन चाहिँ यस्तो गरेको छु मैले होइन हल्का छिटो मिठो यहीँ हाम्रो बर्थडेको यहाँ कुकम्यान पार्टीहरू सबै कसलाई ब्लग कुकम्यान पार्टीहरू एकदम धमाधम दिइरहेछ बोजूहरू यसलाई भन्छ चिम्टा अरे यहाँ हाम्रो बाजे तरिका है भीख मांगने का यो हाम्रो सिङ्गे कस्तो मसला कस्तो मसला छामा ए हाम्रो छामा आउँदैछ हाम्रो बर्थडे भाइको मम्मी बर्थडे बोय गाइस हाम्रो छामा चाहिँ यहीँ बिचरा माइला आगो एक्लै कुटिरहेको छ टक टक गर्दै लसुन अब लसुन नकुटे के कुट्नु त छोराको बर्थडेमा अब लसुन कुट्नु परेन नि त यहाँ गाइस म चाहिँ यहाँ लसुन कुटिरहेको छु लसुन कुटिरहेको छ होइन कुकम्यान भनौँ न जस्ट टेम्परेरी मासु छ यहाँ पकाउनु आँट्दैछ हो चाहिँ यहाँ हाम्रो छामाले सब्जी बनाउँदैछ भाइको बर्थडेको लागि यत्रो भाँडामा कत्रो छ भाँडा मासु यहाँ छ यहाँ छामा फाइनली अब बर्थडेको सेलिब्रेसन स्टार्ट हुन आँट्यो हाम्रो बर्थडे बोय बर्थडे गर्ल मलाजु अन्तर मामा सबै भित्र बर्थडे खाना त बर्थडे 4 वर्षको एउटा 11 वर्षको पहिला त बहिनी खोइ हाम्रो बाजे बोजूलाई यता 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 हो हाम्रो बाजेलाई बिमारी भइरहेको छ कम्ती मिठो होइन है कम्ती मिठो होइन ल प्लेट छ सबैले बाँध्दै कसो कसो के हो कौन है ये लोग प्लेट त्यहाँ छ है ठुलो झर्ला नि सबलाई बाँड्दैन हौ बाजेले
काटेर त्यहाँ दिदी सिकाउँदैछ कसरी काटेर बाँड्नुपर्छ भनेर हामी त केक मिठो तिमीहरू त थुक्निलै बस खै चल्छ यही हो हामीलाई मिठो तिमीहरू थुक्निलै बस ए बोजू आइज यो रुमाल चाहिने रहेछ हौ यहाँ म जाने अब अब त जाने हो रे अब बोजूले आमाले दिँदैछ। हौ हेर हाम्रो बाजुले एकदम ठुलो निकाले भरे बर्थडे खानु भने केक नपाउँछ ला यो लास्टमा ए दक्षिणा हामी नछेरोस् है लु त्यो तल पनि हेरिरहेको छ यो रुमाल चाहिँ यहाँ ठुलो रुमाल लुकाएर खाँदै ल आऊ त्यही ह्याप्पी बर्थडे छोरी एकै दिनमा परेको हो दुईजनाको आमा छोराको सँगै छेउछेउमा बसेर हेरिरहेको तिम्रो सरम छैन तिमीहरूको बर्थडे हो सरम छैन सपनाको छोरा कान्छोको छोरी ए यिनीहरूलाई 5-5 रुपियाँ फाइनली केक चाहिँ आयो अब हाम्रो हातमा अब यो चाहिँ क्लबको खानुपर्छ गाइस अब चाहिँ अघि पनि खाएको थियो फेरि फर्केर नि पाउनेछ खानुपर्छ एउटा मेरो पहिलाको क्लासमेट साथी हो हाम्रो स्कुलमेट पुग्यो यो केक चाहिँ मिठो रहेछ एकदम भाइ धनी भएको छ यहाँ हेर्नु नि पैसा कत्रो बुङ खेलाएर आएको छ हातमा भएन यहाँ 2000 कति छ बुङ खेलाएर छ नि त मेरो भाइले 3 4 खतरा खेलेर चाहिँ 7 8 मालिक बाउ हाम्रो मालिक बाउ मालिक बाउको पैसा गएर मालिक बाउको हेर न हातमा यत्रो बिट्टा छ यत्रो पैसा खै यहाँ गड्डी पैसाको यहाँ 3340 छ साथीहरू त्यसको लागि लाइक गर्दो सब्सक्राइब गर्दो आपका दिल से ए गाइस तपाईलाई कस्तो लाग्यो मेरो भाइको बर्थडे हैन बाहिर बहिनीको त्यहाँदेखि अब चाहिँ अरू सबैजना बाहिर डिनर गर्दैछ र म चाहिँ घरको मान्छे हो नि त म चाहिँ लास्टमा गर्छु भनेर बसिरहेको छु होइन तपाईँलाई ब्लग मन पऱ्यो भने लाइक गर्नुहोस् भिडियोलाई सेयर गर्नुहोस् मेरो च्यानल सब्सक्राइब गर्नुहोस् र गाइस डिनर खाएको क्लिप चाहिँ लाउनु सकेन किनकि हतारमा थिएँ होइन त्यहाँ अब चाहिँ म सुत्नु आँटेको र भाइले गिफ्ट अस्ति एउटा मैले फोन दिन्छु भनेको थिएन र यो फोन अब त्यो युज गरिसकेको गेमहरू खेल्नुहुन्छ नि त्यसलाई भनेर दिन आँटेको मैले ल तर त्यही थ्याङ्क यू दादा पढाइ चाहिँ मा कम्ती यसो भयो भने चाहिँ यो खान्छ नि यो 5 राउन्डले ट्राममै नाउ पिस आउट पिसाउट होइन म सुत्ने अब त्यो चाहिँ गर गाइस सो टुडेस ब्लग एन्ड सेयर र मेरो भाइलाई विस गर्नु है त कमेन्टमा होइन सुत्ने गुड नाइट बाई बाई नेक्स्ट ब्लगमा भेटौँ